बहिनी सुरक्षाकर्मीका साथीहरू तथा सम्पूर्ण उपस्थित सम्मानित हाम्रो यहाँका मतदाताज्यूहरू मिडियाका साथीहरू सबैलाई म आनन्दबहादुर चन्दको तर्फबाट हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। हजुरहरू आफ्नो काम छोडेर आज यो हामीले हजुरले हामीप्रति देखाएको स्नेह, हामीप्रति देखाएको माया प्रेम यति धेरै माया प्रेम स्नेह देखाइयो कि हामीले चाहिँ सबै पार्टीका उम्मेदवारहरूको मत जोड्दाखेरि पनि हाम्रो मत बढी आएको छ र यो मत आउँदैमा हामीले मत दिने कुरा छैन। यो परिवर्तनप्रतिको हाम्रो नेपाली जनताको चाहना हो र जति बढी परिवर्तनलाई हाम्रो नेपाली मतदाताहरूले, आमाबुवा दाजुभाइ दिदीबहिनीहरूले साथ दिनुभएको छ त्यति नै बढी जिम्मेवारी काँधमा थपिएको छ भन्ने कुरा मैले महसुस गरेको छु। र यो मत भनेको जितको लागि मात्रै होइन, काम गरेर देखाऊ हामी तिमीहरूको साथ छौँ भनेको हो भन्ने मैले महसुस गरेको छु र मैले त्यो कुरा मनन गरेको छु। देशमा थुप्रै ठाउँमा समस्या छन्। समस्या नभएको हाम्रो देशको कुनै अङ्ग छैन। हामीले शिक्षा, स्वास्थ्य जसको कुरा गरे पनि, कृषि, उद्योग, सुशासन जे कुरा गरे पनि हाम्रो देशमा समस्याले आजित छौँ। हामी पनि ती समस्याहरूको समाधान गर्न सक्छौँ कि भनेर नै आएको हो। यो नेपालमा हुन त यहाँ उहाँको कुरा गरेको त होइन, नेपालमा कुनै प्रहरी दाजुभाइहरूको चाहिँ चोर समातेर बढुवा हुने सम्भावना धेरै कम हुन्छ। बरु कतै कसैसँग भेट गऱ्यो भने छिटै प्रमोसन हुने सम्भावना हुन्छ। त्यस्तै थुप्रै ठाउँमा छ। हामीले राम्रो काम गरे बापत स्याबासी धेरै कम ठाउँमा पाइन्छ र यस्ता कुराहरू हामीले तोड्न जरुरी छ। म आज धेरै कुरा गर्दिनँ। यहाँको खानेपानीको समस्या, यहाँको ऐरनी